हेलो फ्रेन्ड्स, खाने हैन त घरमै बनेको हेल्दी र मिठो गाजरको हलुवा। आउनुस् म आज हजुरहरूलाई बनाएर देखाउँछु। पहिला हामीले गाजरलाई मजाले धोयौं। गाजरमा भएको माटोहरु सबै सफा गर्नु होला, नत्र भए खाने बेलामा माटो हुन्छ है। ल त्यसपछि हामीले गाजरहरु सबैलाई कोर्स्ने कुरामा कोरेछौं। सबै गाजरलाई 1 घण्टा गरेर मैले कोर्स्दै छु र मेरो हात आज दुखिसकेको छ। यो रात दाहिने हात एकदम धेरै कोर्सेर। हामीलाई गाजरको हलुवा बनाउँदाखेरि यी 3टा कुराको आवश्यकता पर्छ: घिउ, ड्राई फ्रुट्स र चिनी। ड्राई फ्रुट्स चाहिँ हजुरहरूलाई अप्सनल छ, हाल्दा नि भयो नहाल्दा नि भयो, तर हाल्दैपछि मिठो हुन्छ। पहिला हामीले कराईमा घिउलाई तताउन राख्यौं। त्यसपछि हामीले ड्राई फ्रुट्सलाई मजाले फ्राई गर्यौं जबसम्म कि ब्राउन हुँदैन। ब्राउन भइसकेपछि हामीले त्यसलाई निकालेर गाजरहरू एड गर्दियौं अनि त्यसलाई कभर गर्दियौं, त्यसबाट कुनै पनि हावाहरू जान नपाओस्। त्यसपछि हामीले टाइममा ढक्कन खोल्दै हामीले चलाएर राखौं र त्यसमा थोरै आधा चम्चा जति नुन हाल्दिनुस्। नुन हाल्यो भने चाहिँ हाम्रो गाजरको पानी निस्किन्छ र हामीलाई पानी थप्न पर्दैन। हामीले याद गर्नुस् कि हामीले पानी हाल्न हुँदैन गाजरमा। गाजरमा पानी हाल्यो भने गाजर बिग्रिन्छ। त्यही भएर हामीले ढाकेर मिडियम फ्लेममा पकाउँदै गर्नुपर्छ है। गाजरमा हजुरहरूले आफ्नो स्वाद अनुसार चिनी राख्न सक्नुहुनेछ। यहाँ चाहिँ मैले 2 चम्चा चिनी हालेको छु, किनकि हामीले चिनी कम खाने हुने भएको कारणले हामीले थोरै मात्रै चिनी राखेको छौं। त्यसपछि मजाले चलाएर ढाकेर राख्दिनु होला चिनी हालिसकेपछि। त्यसपछि हजुरले आफ्नो घरको कप हुन्छ, त्यो कपमा 2 कप दुध हाल्नु होला। यहाँ चाहिँ मैले पहिलो कप हालेको छु, दोस्रो कप मैले भिडियो रेकर्ड गर्न बिर्सेको छु र हाम्रो गाजरको हलुवा रेडी भइसकेको छ।